उदाला उठ बन्सरा र हसिया डोकार नाम्ला उठ साहुका करखा पका कठिनता भोग्नेहरू हो उठ ताकेका जिम्मेदारले युवतीका लोग्नेहरू हो उठ। नमस्कार, म प्रकाश सेकदेल। अहिले म यहाँ एउटा साहित्यिक महोत्सवमा आइपुगेको छु। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मेरील्यान्ड च्याप्टरले यो मेरील्यान्डको बाल्टिमोरमा कविता महोत्सव गरिराखेको छ। यहाँ कविता वाचन कार्यक्रम भइराखेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली साहित्यका एउटा होनहार व्यक्तित्व डाक्टर नवराज लम्साल यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। रेडियो नेपालका निर्देशक समेत भएर काम गरिसक्नु भएका उहाँ विभिन्न कृतिहरू मार्फत चर्चामा हुनुहुन्छ। गीत सङ्गीत र साहित्यमा उहाँको निकै ठुलो योगदान रहेको छ। नेपाली साहित्यलाई उजागर गर्नका लागि र नेपाली साहित्यको संरक्षणका लागि डाक्टर नवराज लम्सालको निकै ठुलो भूमिका रहेको छ। यो कार्यक्रममा अमेरिका बसेर नेपाली साहित्यमा कलम चलाउनेहरूको सहभागिता रहेको छ। उहाँहरूले आफ्नो कविता मार्फत आफ्ना मनका अनुभूतिहरू प्रस्तुत गर्नुहुनेछ। आजको कार्यक्रममा कस्ता खालका कविताहरू वाचन हुँदैछ र सँगै डाक्टर नवराज लम्सालले आफ्नो कस्तो कृति कार्यक्रममा प्रस्तुत गर्नुहुनेछ, सँगै र उहाँका कविताहरू पनि कार्यक्रममा सुन्नेछौँ। अब लागौँ कार्यक्रमतर्फ। एक हुल मानिसहरूका बीचमा तिमी थियौ, हुलका हुल मानिसहरूका बीचमा म थिएँ। तिमी भन्न आएका थियौ, म सुन्न आएको थिएँ। तिमी बुझाउन आएका थियौ, म बुझ्न आएको थिएँ। अचानक हामी मुखामुख भयौँ। तिमीले मेरो परिचय माग्यौ, मैले तिमीलाई चिनिसकेको थिएँ। आवश्यकताको सिद्धान्त, हाम्रो स्वार्थ मिलेर होला। तिमीले मेरो हात माग्यौ, मैले तिम्रो साथ मागेँ। तिमीले विचार दियौ र बन्दुक दियौ। मैले विश्वास दिएँ र बन्दुक लिएँ। म मेरो हुलमा गएँ र तिमी तिम्रो हुलमा गयौ। हामीले सहभागीहरूका कविताहरू सुन्यौँ। अब सुनौँ डाक्टर नवराज लम्सालका कविताहरू। आमा बगेको जल बर्खा माग्दछ मेघ झमझरी। आमा तिमी बादल त्यही बर्खा जब बिग्न पर्छ बटुवा। आमा तिमी ओत हो के हो कारण कल्प वृक्ष जननी संसारकी स्रोत हो। मैले भयङ्कर लेखी भनेर मैले भनिरहेको छैन। मैले मेरो भनेको कुरालाई उदाहरण दिएको। तिर्खा टक्क अडिन्छ ग्रीष्म वनमा आमा बगेको जल। जब ग्रीष्म ऋतुको बन्न पुग्दा तिर्खा लाग्छ, आमा तिमी त्यो बेलाको पानी जस्तो लाग्छ। तिर्खा टक्क अडिन्छ ग्रीष्म वनमा आमा बगेको जल। झरना चप्प चुमेर शान्त रसमा कालै छ काली बन। नेपाली कवियो सुनाउँछ एकान्तको गुनगुन। पाखाका परिवेशका र हिउँका अग्ला अनेकौं तल्लो भिर घुमी मयूरले फन्को दिएको कला। पानी सिमसिम मिरमिरे किरणमा श्री सूर्यको दर्शन। कस्तो अद्भुत भूत भवको भाका बन्यो जीवन। झम्के साँझ रमाइलो र रसिलो त्यही साँझको आरती। पूजा पाठ र शङ्ख घण्ट मधुरो बास्ना मिठो मगमगे। याद बनेर घुम्छ नवमा पानी बनी झर्दछ। इन्द्रेणी रङ हो कि याद यसमा यो प्राणको भर्दछ। रानी मादल मुर्चुङ्गा र मुरली आनन्द लाग्दो बडा। हाँस्दै पालमा गाउँला कि अथवा गुन्जाउँला देउडा। तन्नेरी लय फुस्किएर लयमा अर्कै छ भाका लय। आफै बज्न सकेन यो समयको आनन्दको सञ्चय। चौतारी बर पिपलो बरसँगै पंछी जसै गाउँछ हावा फिर 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 आउँछ मिठो आनन्द मुस्काउँछ।
आजको कार्यक्रममा नेपाली साहित्य क्षेत्रका महासागर एकजना प्रबुद्ध व्यक्तित्व डाक्टर नवराज लम्साललाई आजको कार्यक्रममा सम्मान समेत गरिएको छ। कार्यक्रममा मेरील्यान्ड राज्यका विधायक सदस्य डाक्टर ह्यारी भण्डारीले साहित्यकार नवराज लम्साललाई सम्मान गर्नुभएको थियो। दाइले नेपाली साहित्य, गीत सङ्गीत र सञ्चारको माध्यममा हाम्रो सभ्यता र चेतनालाई सजीव राख्न अद्वितीय योगदान पनि दिनुभएको छ। धादिङको ज्यामरुङमा जन्मिनु भयो दाइ है। मलाई याद छ दाइले म रेडियोमा त्यहाँ मधुबनमा जाँदै गर्दा म हुर्किँदै गर्दा धेरै संस्कृतको श्लोकहरू सुन्दै हुर्केको भनेको मलाई याद छ। म दाइकै सम्मानमा म पनि एउटा वेदबाट सानो श्लोक भन्छु। तपाईँहरू आफ्नो आँखा यसो बन्द गर्नुहोस्, इट विल फिल गुड। आज यो पोइटिक पनि भएको छ। ओम गणनाः त्वाहा गङ्गा माये पीरिनाः त्वा पात्र गङ्गा माये बाशो महामाजानि गर्भर्दं बाशो महातामाजानि गर्भर्दम। थ्याङ्क यू। डाक्टर लम्साल कविका रूपमा धेरै सरल हुनुहुन्छ। भावनामा गहिरो चिन्तनमा रूपान्तरण गर्ने एकदम अद्वितीय क्षमता पनि राख्नुहुन्छ। पाइले पछि सगरमाथा, कर्ण, धरा, अग्नि, मलाई लाग्छ नोबल मदन पुरस्कार जितेको कविता अग्नि जस्ता महाकाव्यले उहाँलाई नेपाली साहित्यको अग्रपङ्क्तिमा उभाएको छ। Sincerest congratulations are offered to Dr. Navaraj Lomsal. Let's give a big hand of applause. In recognition of his dedication to promoting Nepali literature, diversity and culture, his contribution have enriched and inspired the Asian American community, fostering a lasting appreciation for Nepali cultural heritage. Presented on this 13th day of April 2025, delegates Hari Bhandari, PhD Chairman, AAPI, Maryland Legislative Caucus. दूध चुपो कचुस्न नदिने आमा आमा किन न्यानो काखा लुपो कसुत्न नदिने आमा आमा किन तोड्नै तत्पर प्रेम बन्धन सधैँ आमा आमा किन मातृभाव विशाल मास्न उभिने आमा हुनै सक्दिन। सबैले आमालाई महान भने तर म आफै आमा भएर कुन्ती भएर म आमा हुन सकिनँ बाबु, छोरा तपाईँ त्यो आमालाई हेर्ने मेरो दृष्टिकोण फरक। यो सँगै आजको कार्यक्रम सकिएको छ। यतिन्जेल हामीलाई हेरेर सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हामी अरू विभिन्न विषयवस्तुमा यस्तै सामग्री लिएर फेरि पनि आउनेछौँ। हामीलाई साथ दिनुहोला, पेज फलो गर्नुहोला, युट्युब सब्सक्राइब गर्नुहोला। यहाँलाई धेरै धेरै धन्यवाद। आएको झुलिएर गाउँ घरको झल्को झल्को तर आफैमा परिपूर्ण पूर्ण दिलमा माया छ अग्लो तर भत्केको घर हो र देश छ उही भत्केको घर हो र देश छ उही बन्ने छ मृत्युञ्जय हाम्रो उर्वर फाट आँट अडिलो जिउँदैछ हाम्रो जय हानी बेग उडे चरा गगनमा आनन्द मानी उडुन् कुल्ची लाख विपत्र ठक्करहरू उत्साह साँची उडुन् आँखामा जति स्वप्न छन् रहरका जम्मै फुलुन् फैलिउन् डाली सम्झन वृक्ष वृक्ष बनका एक्लो बिरानो नहुन् एक्लो बिरानो